नेपालमा के यस्ता अनौठा मान्छेहरू पनि छन् जो न जनताबाट निर्वाचित भएका हुन् र तिनीहरूसँग कुनै संवैधानिक जिम्मेवारी नै छ, तर उनीहरूको गतिविधि चुरीफुरी र चहल पहल हेर्दा लाग्छ यो देशको खास प्रधानमन्त्री, प्रधान न्यायाधीश, महान्यायाधिवक्ता, अख्तियार, निर्वाचन आयोग जे जति छन् ती सबै उनीहरू नै हुन्। देशमा केही घटना भयो कि सबभन्दा पहिले फेसबुक स्ट्याटस, युट्युब अन्तर्वार्ता र लामो प्रदेशको फायरिङ उनीहरूबाटै सुरु हुन्छ। लाग्छ नेपाल सरकार सिंहदरबारमा होइन, उनीहरूको टाइम लाइनमा बसेर चलिरहेको छ। सुकुम्बासीको मुद्दा उठ्यो भने बोल्नै पर्ने, सरकारले कुनै योजना ल्यायो भने सबैभन्दा पहिले टाउको दुख्ने पनि उनीहरूकै, माइती घरमा कोही अनसन बस्यो भने सबैभन्दा छिटो पुग्ने पनि उनीहरू। कानून, संविधान, नैतिकता, लोकतन्त्र र मानवाधिकारको सम्पूर्ण ठेक्का उनीहरूकै काँधमा छ भन्ने रवैया उनीहरूमा देखिन्छ। यस्ता पात्रहरूको सूचीमा रक्षा बम, मिराज ढुङ्गाना, भावना राउत, तनुजा पाण्डे, जस्मिन ओझा लगायतका नामहरू बारम्बार चर्चामा आउँछन्। उनीहरूले बोल्नै हुँदैन भन्ने होइन, तर सरकारले कानूनी प्रक्रियामा अघि बढाइरहेको हरेक विषयमा पनि निष्कर्ष सुनाइहाल्ने, अदालत भन्दा अगाडि फैसला गर्ने र सामाजिक सञ्जालमा आन्दोलनको स्क्रिप्ट तयार पार्ने उनीहरूको बानीले धेरैलाई दिक्कै बनाएको छ। अर्का पात्र छन् फेरि हर्क साम्पान। अहिले धेरैले उनलाई केपी शर्मा ओलीको न्यू भेरिएन्ट भनेर पनि व्यङ्ग गर्न थालेका छन्। उनले स्थापना गरेको श्रम संस्कृति पार्टीलाई सामाजिक सञ्जालमा कतिले शरम संस्कृति त कतिपयले क्यूआर पार्टी भनेर पनि उडाउने गरेका छन्। विषय जे होस्, हर्कको प्रतिक्रिया तुरुन्तै आइहाल्छ। अर्थतन्त्रदेखि परराष्ट्र संघीयता, शिक्षा, धर्म, सडक, नदी, ढुङ्गा, राजनीति सबैमा विज्ञ हर्क नै हुन्। यस्तो लाग्छ नेपाल कसरी चलाउने भन्ने ज्ञान र बुद्धि अहिले हर्क साम्पाङ बाहेक अरू कसैसँग छैन। तर यस्ता प्रवृत्ति आकस्मिक रूपमा जन्मेका भने होइनन्। यी सबै वर्षौंदेखि अधिकारको नाममा जिम्मेवारीलाई बिर्साउने, विरोधलाई मात्र राजनीति ठान्ने र घृणा र आन्दोलनको इन्धन बनाउने विकृत राजनीतिक संस्कृतिको उत्पादन हुन्। विशेष गरी नेपालमा कम्युनिस्ट राजनीतिले गरिबी, अशिक्षा, वर्ग संघर्ष, अधिकार र विरोधको भाषामा यति धेरै पण्डित्याई गर्यो कि धेरैलाई नियमभन्दा नारा नै ठूलो लाग्न थाल्यो। सत्ता चढ्ने भर्याङका रूपमा दलहरूले रोपेका यी विष वृक्षहरूको प्रतिफल आज समाजले भोगिरहेको छ। हो, अधिकार माग्नु गलत होइन, अधिकार त लोकतन्त्रको आधार हो, तर अधिकारसँगै कानूनी प्रक्रिया, दायित्व र संस्थागत समाधान पनि हुनुपर्छ। ताप्लेजुङको कुनै व्यक्ति वा समुदायले राज्यबाट सेवा पाएन भने देश नै ठप्प पार्ने धम्की दिनु होइन, कानूनी उपचार खोज्न सक्ने वातावरण बन्नुपर्छ। राजनीति गर्नेहरूले यही सिकाउनु पर्थ्यो। सत्तामा पुगेकाहरूले राज्यका हरेक निकायलाई कानून र विधि अनुसार चल्न सक्ने बनाउनु पर्थ्यो। तर हाम्रो राजनीति यसैमा नराम्ररी चुकेको छ। गरिबी, पछौटेपन, शिक्षा र बेरोजगारीलाई समाधान गर्ने विषय भन्दा